थर्ड डे अफ कोरी हामी चाहिँ माथि कोरी हुँदै तल हामी सिक्लेसतर्फको आउँदै थियौँ र त्यसमा हामीले तसा भन्ने ठाउँमा बसेको थियौँ। यो चाहिँ तसा भन्ने ठाउँ हो। यहाँ चाहिँ मेरो अलिकति खुट्टामा प्रब्लम भएकोले गर्दाखेरि चाहिँ तसामा बस्नु पर्यो, अदरवाइज चाहिँ नभए सेम डेमा नै हामी सिक्लेस सकेको हुन्थ्यौँ। यहाँ चाहिँ तसासम्म आइपुग्न पनि मलाई एकदमै गाह्रो भएको थियो। एकदमै धेरै खुट्टामा पेन हुन थाल्यो। किन भन्दाखेरि चाहिँ अलिकति कोरीदेखि तसासम्म आउँदाखेरि चाहिँ एकदम ओह्रालो भएको कारणले गर्दाखेरि त्यस्तो भएको हो। र यहाँ हजुरले हेर्न सक्नुहुन्छ बिहानको भ्यू हो। यो चाहिँ एकदमै राम्रो गोल्डन माउन्टेन भ्यू देख्न सक्नुहुन्छ। यति मनमोहक थियो। मैले बिहानै उठेर दिएको। हजुरले यहाँ बर्ड्सहरू कस्तो मजाको भ्यू देखिन्छ सक्नुहुन्छ क्या सिन। यस्तो मजाको थियो कि म चाहिँ एकदमै नेचरल लभर हो। त्यस कारणले गर्दाखेरि मलाई चाहिँ नेचरसँग म एकदमै धेरै छिटो कनेक्टेड हुन्छु क्या हरेक कुरामा। सो म एकदमै इन्जोय फिल गर्छु, इन्जोय लिन्छु, रमाउँछु। नेचरसँग म यति धेरै क्लोज छु कि मलाई अरू केही पनि चाहिँदैन जस्तो फिल हुन्छ क्या समटाइम्स। र यहाँको दृश्य हो यो चाहिँ। मैले यो दृश्यहरू क्याप्चर गरेको हो। हामी चाहिँ यो तसामा यो होटलमा नै बसेको थियौँ। हजुरले हेर्न सक्नुहुन्छ। यो चाहिँ मैले होटलको सानो क्लिपहरू यसमा क्याप्चर गरेको छु। हामी यसमा बस्यौँ, तसामा बस्यौँ। पछाडि ब्याकग्राउन्डमा हेर्न सक्नुहुन्छ। सायद मेरो घर पनि यस्तै ठाउँमा भइदिएको भए हुन्थ्यो जस्तो फिल भएको थियो मलाई। र यो चाहिँ हामीलाई उहाँले ब्रेकफास्ट दिनुभएको थियो। र त्यही ब्रेकफास्टसँगै हामीले ब्ल्याक टी खायौँ। र ब्ल्याक टी खाँदै बाहिर घाममा बस्दै ब्ल्याक टी खाइरहेको थियौँ। र यो दृश्य देखेको, बाहिरबाट देखेको यति राम्रो दृश्य। त्यसपछि हामी त्यहाँबाट लाग्यौँ। र यो चाहिँ त्यहाँबाट लागिसकेपछिको फर्स्ट स्टेपको बाटो हो। यहाँ कस्तो राम्रो त्यो हार्ट सेप रहेछ क्या खासमा। मैले त्यही भएर चाहिँ यो क्याप्चर गरेँ। अनि पछाडि हेर्न सक्नुहुन्छ सबै जङ्गल नै जङ्गल, सुनसान थियो। हामी बिहान हिँड्दाखेरि चराचुरुङ्गी सरङसुरुङ गर्दा नि लाकी आयो जस्तो फिल भएको थियो कि जङ्गलमा। हामी दुईजना मात्रै बिहान हिँड्दै थियौँ। कोही नै बाटोमा हामीले कोही पनि नै भेट्टाएनौँ। जस्तो हामी दुईजना नै गफ गर्दै आफ्नो यात्रा गर्दै थियौँ। अनि उसले चाहिँ ल त्यहाँ कालिज रहेछ, कालिज हेरौँ न भनेर भन्दै थियो। त्यो कालिज रहेछ खास त्यो जङ्गलमा। हामीले हामी बेलुकातिर बाघले त्यहाँको भैँसी लग्यो भन्ने पनि सुनेको थिएँ। सो यहाँ त बाघ पनि छ भन्ने कुरा गर्नुभयो त्यहाँको दाइहरूले। र यो चाहिँ हामी हिँड्दै गर्दा बिचमा देखिएको यो एउटा पुल रहेछ, लामो पुलहरू त लगभग धेरै ठाउँमा नै थियो। यो चाहिँ हामीले पुल देखेपछि चाहिँ मैले यहाँ क्याप्चर गरेको। यो चाहिँ हाइड्रो, यहाँ चाहिँ नजिकै हाइड्रो रहेछ। सो हाइड्रो पावर भएकोले गर्दाखेरि चाहिँ यहाँनिर चाहिँ पानीहरू चाहिँ यसरी एकदमै ठुलो मजाले बजिरहेको थियो। नजिकै हाइड्रो पनि थियो। हामी चाहिँ त्यो हाइड्रो हुँदै र आयौँ। र यो पुलको भ्यू नलिने त कुरै भएन। यस्तो मजाको थियो। एकछिन हामी त्यहीँ बसेर आनन्द लियौँ। अनि आनन्द लिइसकेपछि थोरै भिडियोहरू पनि बनायौँ। पुल चाहिँ एकदम लामो थियो। सो मैले यो क्याप्चर नगर्ने त कुरा भएन। सो मैले यसलाई पनि क्याप्चर गरिहालेँ। खोला यस्तो मजाले छङछङ बजिरहेको थियो। कानको जुन आवाज एकदमै के भन्छ शीतलता दिइरहेको थियो। त्यो आवाजले गर्दाखेरि मेरो देख्न सक्नुहुन्छ खुट्टा स्टिल सेम नै छ। तर पनि मैले डिस लगाएर चाहिँ हिँडिरहेको छु क्या। म बिस्तारै आफ्नो यात्रातर्फ लागिरहेको छु। यहाँबाट पनि अब चाहिँ हामीलाई लगभग धेरै जस्तो त उकालो नै हिँड्नुपर्ने हुन्थ्यो। तै पनि हामीले एकछिन रेस्ट गर्दै रमाइलो गर्दै फोटो भिडियो खिच्दै यो सिनलाई इन्जोय गर्दै आनन्द लिइरहेको थियो। मैले चाहिँ यसरी भिडियो लिँदै साथीको पनि यसरी क्याप्चर गरिदिँदै यसरी हामी चाहिँ दुईजना एकले अर्कालाई भिडियो खिच्दै यसरी हामीले इन्जोय गरिरहेको थियौँ। र यो पुलको इन्जोय सकिसकेपछि चाहिँ हेर्न सक्नुहुन्छ कस्तो मजाको थियो नि। त्यो हेर्दा त एकदम आँखालाई आनन्द फिल भएको थियो। एकछिन त बस्यौँ पनि हामी, लगभग 15-20 मिनट जति त बस्यौँ हामी। त्यहीँ नै बस्यौँ। र त्यहीँ बसी बाटोमा त हामीले कोही पनि भेटेनौँ। तर
त्यही पनि त्यो भ्यू इन्जोय गर्दै हामी हिँड्यौँ। यो चाहिँ अब सिक्लेस जाने बाटो नै हो, तसादेखि जुन हाम्रो अघि पुल क्रस गऱ्यौँ त्यसपछिको यो ट्रेल हो, हेर्न सक्नुहुन्छ। यो ट्रेल चाहिँ उकालो नै छ। यो उकालो हुँदै अब झर्ने उताबाट सिक्लेसदेखि डाइरेक्ट तसा हुँदै कोरी पनि जान सकिन्छ, तर सिक्लेसदेखि तसा हुँदै जाँदा चाहिँ अलिकति गाह्रो नै छ मलाई, किनभने हामी त कापुचे हुकु हुँदै कोरी गएको हो। त्यो मलाई चाहिँ त्यो बाटो सजिलो लाग्यो फर्किँदाखेरि होइन। यो चाहिँ जानलाई गाह्रो नै छ यो बाटो, किनभने ठाडै उकालो छ। उकालो पनि थियो तर हुकुमा पनि, तर चाहिँ यो चाहिँ अलिकति यो बाटो यो ढुङ्गाहरू राखेको चाहिँ एकदम चढ्न झर्न चाहिँ अलिक गाह्रो नै हुने रहेछ। यो चाहिँ अघिको हामीले जुन देखाएको हाइड्रो नै हामी अलिकति माथि आएर चाहिँ मैले यो हाइड्रोको लिएको हो। त्यहाँ हामीले एकछिन बस्यौँ अनि खानेकुराहरू थोरै हामीले ड्राई फ्रुट्सहरू लगेको थियौँ, हामीले त्यो पनि खायौँ र पानी खाँदै एकछिन रेस्ट गरेर यो भिडियोहरू लिएको हो। यो चाहिँ सबै ट्रेलको नै भिडियो हो। मैले यो बाटोहरू चाहिँ सबै त्यहाँ भनेको चाहिँ हाइड्रोदेखिको माथिको लिएको हो, सिक्लेस जाने बाटोको। यो चाहिँ सबै त्यहाँको नै दृश्य हो, हेर्न सक्नुहुन्छ। यो हाइड्रोको नै हो, यो हाइड्रोको त्यहाँको घरहरू हो। यो ट्रेल हेर्नु होला, यो ट्रेल यस्तो रहेको छ। यो ट्रेल हुँदा नै हामी सिक्लेसतर्फ लाग्यौँ। यो बनाउने मान्छेलाई चाहिँ म स्याल्युट नै गर्छु। यस्तो मजाले ढुङ्गाहरू मजाले के मिलाएर यसरी राख्नुभएको थियो, सायद कसले त्यहीँको स्थानीयले गर्नुभएको हो, अरू कसैले गर्नुभएको थियो, तर राम्रोसँग गर्नुभएको थियो खासमा। एकदमै राम्रो थियो हिँड्नलाई चाहिँ। अब त्यो अप एन्ड डाउन गर्दाखेरि चाहिँ निलाई चाहिँ अलिकता गाह्रो हुने हो। बाटो चाहिँ राम्रो थियो। उता हुगुदेखि सिक्लेसको चाहिँ बाटो चाहिँ थिएन राम्रो, तर ठिकै थियो। हामी पुगेर चाहिँ आयौँ। यसरी मैले सबै ट्रेलहरू चाहिँ क्याप्चर गर्न ट्राई गरेँ र गरि पनि रहेको छु। हेर्न सक्नुहुन्छ ठाडो उकालो छ, सिधै ठाडो उकालो छ र मैले क्याप्चर गरिरहेँ र हेर्न सक्नुहुन्छ। अब
यो चाहिँ अलिकति माथि आएपछि देखिएको यो सिन हो। यो माउन्टेनको कस्तो मजाको हिमाल देखिएको थियो। अनि एकछिन यो देखिसकेपछि चाहिँ मलाई हिँड्न मन लागेन, सो मैले चाहिँ त्यहाँ एकछिन बस्ने डिसाइड गरेँ। सो बसेर मजाले भिडियो लिएँ। अनि अलिकति माथि हिँड्दाखेरि चाहिँ हामीलाई पानी पनि प्यास लागिरहेको थियो। ठ्याक्क पानी पनि त्यहाँ झरिरहेको थियो कि खासमा, अनि धारा पनि बनाइराख्नु भएको रहेछ। सो हामी चाहिँ पानी खायौँ र अनि त्यसबाट अगाडि बढ्यौँ। यो चाहिँ लगभग यहाँबाट चाहिँ सिक्लेस नजिकै थियो। लगभग आधी घन्टा और 45 मिनट जस्तो लाग्छ मलाई, 45 मिनट जस्तो थियो। सो मैले चाहिँ यो ट्रेल चाहिँ यहाँ क्याप्चर गरेको छु। यो चाहिँ लगभग सिक्लेस नजिकै पुग्न लाग्दाखेरिको बाटो हो। यहाँ हेर्न सक्नुहुन्छ। त्यस्तो नराम्रो त थियो लागेन मलाई, एकदम रमाइलो लागिरहेको थियो बाटोहरू पनि। र त्यही बाटो हुँदै नै हामी यसरी अगाडि बढिराख्यौँ। मैले बाटोहरू चाहिँ लगभग धेरै जस्तो सबै क्याप्चर नै गरेको छु। तासादेखि चाहिँ सिक्लेस आउँदासम्मको बाटोहरू चाहिँ यहाँ नछोडिकन हेर्नुभयो भने देख्न सक्नुहुन्छ। बाटो चाहिँ यस्तो रहेको थियो। मैले चाहिँ अनि क्याप्चर पनि गरेँ, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ एउटा धर्मशाला जस्तो बनाउनु भएको रहेछ। सायद यहाँ कोही बित्नु भएको थियो, सो उहाँको नाममा चाहिँ यहाँ बनाइदिनु भएको रहेछ। मैले यहाँ अलिकति जुम गरेर पनि राखेको छु। अनि तर बनाउनु चाहिँ भएको रहेछ, सायद भूकम्पले हो और केहीले, तर यहाँ भित्र चाहिँ अलि म्यानेज थिएन, भग्नावशेष जस्तो थियो। यहाँ धारा पनि रहेछ। अनि हामीले पनि पानी खाने निर्णय गऱ्यौँ र पानी थापेर खायौँ। तर पानी एकदम मिठो थियो। र यो चाहिँ अब सिक्लेस गाउँ आइपुग्यो। हेर्न सक्नुहुन्छ कति सफा छ। मलाई कस्तो मन परेको गाउँ के, एकैचोटिमा यस्तो मन पर्यो नि। म त लाग्छ म घर बनाएर यहीँ बसौँ जस्तो फिल भएको थियो मलाई त। यस्तो राम्रो थियो, यस्तो सफा। लाइक एउटा सोसाइटीले चाहिँ कसरी आफ्नो युनिटी क्रिएट गर्नुपर्छ भन्ने लेसन पनि दिएको थियो, म जहाँसम्म मैले बुझेअनुसार चाहिँ। किनभने उहाँहरू चाहिँ मिलेर सब गाउँहरू सफा गर्नुहुँदो रहेछ। कस्तो रमाइलो लाग्यो, राम्रो लाग्यो मलाई त। सोसाइटीमा बसेपछि यतिको चाहिँ हुनुपर्छ है भन्ने फिल भएको थियो। सबैजना निस्किने, सफा गर्ने गाउँको। यो पहिला हाम्रो पुर्खाहरूले गर्नुहुन्थ्यो नि, त्यस्तै नै चलाउनु थियो कि यहाँ चाहिँ। लाइक शनिबार अब अरू कुनै डे सफा गर्नु छ भने चाहिँ एकजनाले चाहिँ अब भोलि हामी यस्तो प्रोग्राम गर्दैछौँ, सबैजना आउनु होला है भनेर गर्नुहुँदो रहेछ क्या। मलाई त्यो चाहिँ एकदमै हाम्रो मेन संस्कार संस्कृति भनिन्छ नि, कल्चर, त्यो चाहिँ यहाँ स्टिल जोगाइराख्नु भएको देखेर चाहिँ यस्तो खुसी लाग्यो, प्राउड मोमेन्ट फिल भयो कि मलाई चाहिँ। त्यो एकदमै रमाइलो लाग्यो। यहाँ हेर्न सक्नुहुन्छ कति सफा छ कि उहाँहरूले सफा गर्नुभएको हो। अनि यो चाहिँ उहाँहरूको तरकारी खेती लगाउने खेतहरू थियो। यो चाहिँ लगभग अनि मैले यो चाहिँ क्याप्चर पनि गरेँ। त्यो जस्तै यहाँ होटलहरू थियो र मेरो साथीले चाहिँ मेरो पनि भिडियो लिँदै न भन्दै थियो। अनि मैले चाहिँ उसको भिडियो पनि यहाँ लिँदै थिएँ। सँगै पछाडिको ब्याकग्राउन्ड पनि क्याप्चर गरिरहेको थिएँ। मैले चाहिँ यहाँको गाउँहरूलाई क्याप्चर गरेँ। अनि हामी फेरि अगाडितिर लाग्यौँ। यो घरहरू हेर्न सक्नुहुन्छ, लाइक हाम्रो पुरानो स्टाइलकै घरहरू छ। यो हाम्रो मौलिक पहिचान पनि हो। यो नेपालीको पहिचान भनेकै हाम्रो सुरुवात नै हाम्रो यस्तै घरहरूबाट भएको हो। पहिला
सानोमा त हामीले पनि देखेको थियो, पछि चाहिँ यो लोप हुँदै गएको थियो। यहाँ चाहिँ जग्गा नगरेर राख्नु भएको रहेछ। गाउँहरूमा घर यस्तै नै थियो, एकदमै टिपिकल थियो। सो त्यो चाहिँ हाम्रो नेपाली पहिचान हो, जुन चाहिँ जग्गा राख्नु भएको थियो। एकदमै राम्रो लाग्यो मलाई चाहिँ, र मैले क्याप्चर गर्न पनि छोडिनँ। यो दृश्य चाहिँ यो मेरो हो, हेर्न सक्नुहुन्छ। म बिस्तारै एकदम पेन एकदम एक्सट्रिम हुँदै थियो मलाई चाहिँ, अनि म हिँड्नै सकिरहेको अवस्था थिएन। सो त्यही पनि म बिस्तारै हिँड्दै थिएँ, र मेरो साथीले भिडियो बनाउँदै यहाँ लड्यो यसरी ऊ लड्यो, अनि म उठाउन गएँ। अनि यो चाहिँ गाउँको दृश्य हेर्नुहोस् न, यो गाउँ कति रमाइलो छ। टिपिकल हाम्रो नेपाली गाउँ हो क्या यो चाहिँ, टिपिकल नेपाली गाउँ जस्तो पहिला त्यस्तै नै, केही त्यस्तो लोप भएको थिएन। यहाँ चाहिँ एकदम यसरी दाउराहरू चिरेर ल्याएर राख्नुहुन्छ, अनि आफ्नो दैनिकी गुजारा गर्नको लागि त गर्नै पर्यो। सो यसरी उहाँहरूले म्यानेज गर्नुभएको रहेछ। यो गल्ली छ के, गल्ली छ, मान्छेहरू हिँड्ने यताबाट गाउँ भनौँ न हाम्रो परिवेश। र त्यसपछि हामी चाहिँ होटल नजिक आइपुगेको थियौँ। यहाँनिर चाहिँ यहाँ खच्चरहरू उहाँ चाहिँ सामानको बोक्नको लागि चाहिँ लिएर आएर राख्नुभएको रहेछ। खास उनीहरूले चाहिँ सामान चाहिँ बोकेर, अब गाडी यहाँ त गाडी नै सिक्लेसम्म मात्रै गाडी चल्ने, त्यसपछि त गाडी कहीँ पनि चल्ने रहेछ। सो सामानहरू चाहिँ यसरी बोकाएर लोड गराएर उहाँहरूलाई लानुहुँदो रहेछ। र हामी फाइनल्ली नमस्ते गेस्ट हाउस सिक्लेसमा आइपुग्यौँ। मेरो साथी थकित भइरहेछ, हेर्न सक्नुहुन्छ। अनि हामी चाहिँ सिक्लेसमा नमस्ते गेस्ट हाउसमा आइपुग्यो। कति राम्रो बनाउनु भएको थियो सिक्लेसको गेस्ट हाउस, कस्तो राम्रो लाग्यो मलाई चाहिँ। मैले पनि नि क्याप्चर गरेको छु यो भिडियोमा, हजुरले हेर्न सक्नुहुन्छ। सकेसम्म चाहिँ मैले लगभग पुरै नै क्याप्चर गर्न ट्राई गरेको छु। यो चाहिँ नमस्ते गेस्ट हाउस हो, र हामी चाहिँ आइपुग्यौँ नमस्ते गेस्ट हाउसमा। त्यसपछि हामी रेस्ट गऱ्यौँ र एकछिनमा, अनि त्यसपछि त्यहाँ सिक्लेसमा पार्क रहेछ। सो हामी यो चाहिँ पार्क जाने बाटो हो, अनि पार्क यो चाहिँ गाउँको बाटो हो, र पार्क जानको लागि चाहिँ हामी माथितिर गयौँ यसरी सिडी हुँदै, किनभने यहाँ चाहिँ कुनै त्यो रोड, त्यो वाला रोड होइन कि हाम्रो टिपिकल गाउँको रोडहरू छ। मलाई एउटा चाहिँ कस्तो फिल भयो भन्दाखेरि चाहिँ, रोड हिँड्दै गर्दाखेरि चाहिँ कोही कसैलाई गाह्रो भयो भने चाहिँ लाइक डाइरेक्ट तुरन्त नै हामीले लान सक्दैनौँ कि जस्तो फिल भयो। किनभने यहाँ चाहिँ घर पुग्नको लागि यसरी सिडी नै हिँड्नुपर्छ, कुनै साधनहरू चाहिँ पुग्दैन होइन। सो त्यो हिसाबले चाहिँ मलाई त्यस्तो फिल चाहिँ भयो होइन। त्यो सायद उहाँहरूले पछि अब समयअनुसार म्यानेज गर्नुहुन्छ होला, त्यही अनुसार होइन। सो अलिकति मलाई त्यो कुराले चाहिँ खट्किरहेको थियो मनमा भनौँ न। एकदमै गाउँको त म 100% एकदमै राम्रो छ भन्छु होइन। यहाँ घुम्न जान पनि रेकमेन्ड गर्छु, तर मैले गाउँको लागि यसो हेर्दाखेरि चाहिँ मलाई त्यस्तो फिल भएको हो। र गाउँ त एकदमै रमाइलो छ। मैले गाउँको सकेसम्म क्याप्चर पनि गरेको छु यो भिडियो मार्फत सकेसम्म। अनि हामी यसरी सिडी चढ्दै हिँडिरहेको थियौँ, साथी हामी तिनजना थियौँ, र यसरी गफ गर्दै मैले चाहिँ भिडियो पनि क्याप्चर गरेको थिएँ। अनि यहाँ एउटा घरमा चाहिँ यस्तो मजाको हाम्रो सयपत्रीहरू गोदावरी फुलिरहेको थियो कि यस्तो भित्ताहरूमा। अनि माथिपट्टि देख्न सक्नुहुन्छ साग कस्तो मजाले भित्तामा कि माटो नै नभइकन यस्तो मजाले फल्ने रहेछ। अनि मलाई त कस्तो पहिले फर्स्ट टाइम देखेको अचम्म लाग्यो। अनि यहाँ त चिसोले गर्दा होला सायद भैँसीहरू पनि सेतो थियो क्या खासमा। मैले त फर्स्ट टाइम देखेको थिएँ कि यसरी सेतो भैँसीहरू चाहिँ, कलर चाहिँ भनौँ न, अब त्यो हिमाली भेगको चिसोले हुनसक्छ होइन। सो मैले चाहिँ फर्स्ट टाइम देखेको थियौँ। अनि हामी माथि पार्क पुग्यौँ, र यसरी पार्कमा पिङ पनि रहेछ, र पिङ देखेपछि त हामी चाहिँ पलाएर बस्ने कुरै भएन। त्यसपछि ल पिङ खेलौँ न भनेर यसरी पिङ खेल्यौँ, एकछिन पिङको आनन्द लियौँ। पिङको मजा लाइक कस्तो फिल भइरहेको थियो भन्दाखेरि चाहिँ दसैँ आएको, दसैँमा हामीले त वर्षमा एकचोटि मात्रै पिङ खेल्छौँ नि त, ठुलो पिङ त दसैँमा। मलाई चाहिँ दसैँको भाइब्स आइरहेको थियो क्या। पछाडि माउन्टेन, त्यसमा चाहिँ बिचमा पिङ, ओ माई गड यति रमाइलो, यो त कुनै बयानै गर्न सक्दिनँ म।
यति रमाइलो थियो। हामी पालौ यसरी पिङ खेलेर आफ्नो मेमोरी प्याक गर्दै थियौँ। लाइक दसैँमा खेल्छौँ नि, त्यो चाहिँ एकदमै मेमोरी फ्ल्यासब्याक भइरहेको थियो हामीलाई चाहिँ। र मेरो साथी पनि यसरी खेलिरहेको थियो। अनि यहाँनिर चाहिँ माथिको भेडाहरू चाहिँ तल ल्याउने रहेछ खास यो चिसो हुने सिजनमा। सो यहाँ चाहिँ भेडाहरू थियो, फार्म भेडा नै यसरी यहाँ राख्नु हुँदो रहेछ यहाँ चाहिँ। अनि 4-5वटा भेडाहरू चाहिँ चढ्न आएको थियो। सो मैले यहाँ क्याप्चर गरेँ। अनि पछाडि ब्याकग्राउन्डमा सनसेटको भ्यू देख्न सक्नुहुन्छ। कति राम्रो, यहाँ यसरी मजाले टेन्टहरू राखेर नि बस्न मिल्ने रहेछ। सो मैले क्याप्चर गरेँ। अनि त्यसपछि बेलुका भनेको हाम्रो यो होटलको नै रहेको छ। यहाँ चाहिँ भाइ बहिनीहरू आयो है। अनि एकदमै चिसो थियो। त्यहाँ आगो बालिदिनु भयो। अनि त्यसपछि हामीले आगो ताप्दै त्यहाँ डान्स गरिरहनु भएको थियो। गीत बजिरहेको थियो ब्याकग्राउन्डमा। आनन्द लिँदै आगो ताप्दै यसरी हामीले इन्जोय गरिरहेको थियौँ। र त्यसपछि